हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। न्यू डे न्यू भ्लग, फेरि पनि अर्को भ्लग लिएर आइसकेको छु। सो राइट नाउ म चाहिँ अहिले पाटन होइन पुल्चोकमा छु। सो अहिले चाहिँ म कलेज जाँदैछु है साथीहरू। सो लास्टै चिसो गरिरहेको छ। अब त्यो टाइममा चाहिँ अब जहिले पनि ज्याकेट चाहिँ छोड्दिनँ कि लगाउँछु, केही फरक पर्दैन। आफ्नो कपडा त लगाउनु पऱ्यो, केही फरक परेन। सो लास्टै चिसो गरिरहेको छ कि मलाई चाहिँ होइन यो गर्मी मौसमभन्दा चिसो मौसम लास्टै मनपर्छ कि। सो मैले अबदेखि चाहिँ के निर्णय गरेँ भने होइन के सोचिरहेको छु भनेपछि आज चाहिँ 2वटा चाहिँ भ्लग चाहिँ मैले रेकर्ड गर्नु छ होइन, भिडियो गराउनु छ। सो आज चाहिँ एउटा म अपलोड गर्छु युट्युबमा, अनि नेक्स्ट डे चाहिँ म अर्को अपलोड गर्छु कि। यस्तो गऱ्यो भने चाहिँ होइन म के गर्थेँ भने पहिले सुरुमा चाहिँ के गर्थेँ भनेपछि मैले एकै दिन होइन एउटा मात्र मैले भिडियो रेकर्ड गर्थेँ होइन, भ्लग गराउँथेँ। अन्त त्यही दिनको होइन लाइक बेलुकाको टाइममा चाहिँ एडिट गरेर जसरी हुन्छ एनी हाउ मैले चाहिँ अब अपलोड गर्नुपर्ने हुन्थ्यो कि युट्युबमा। सो त्यसले गर्दा चाहिँ मलाई हल्का टाइम म्यानेजमेन्ट कसरी गर्ने होइन, यताउता अरू काम पनि हुन्छ नि त होइन, स्टुडेन्ट मान्छे लाइक पढ्नु पऱ्यो। सो त्यहाँनिर पनि हल्का गाह्रो भएको थियो मलाई टाइम म्यानेज गर्न। सो आजबाट चाहिँ होइन सब ठिक छ कि। सो 2वटा भिडियो चाहिँ रेकर्ड गर्दैछु। सो एउटा चाहिँ अपलोड गर्छु। पछाडिपट्टिको हाइवे देख्न सक्नुहुन्छ, त्यो हाइवे भयो होइन। सो योबाट चाहिँ म अगाडि कलेज जानुपर्ने हुन्छ कि। सो म जाँदैछु होइन। लाइक हाम्रो चाहिँ कलेजमा चाहिँ के छ भनेपछि लाइक केटाभन्दा चाहिँ केटी मान्छे धेरै छ कि। सो त्यसले गर्दा चाहिँ मलाई हल्का बोल्न पनि अलिक अनकम्फर्टेबल फिल हुन्छ कि होइन। सो केही छैन। ल म अहिले मेरो कलेजको वासरुममा छु होइन। लाइक हाम्रो चाहिँ के छ भनेपछि कलेजमा नै वासरुम पनि छ, टोइलेट प्लस वासरुम चाहिँ अट्याच भएको छ कि होइन। केही छैन, पिसाब फेर्न लागेको रहेछ, केही फरक परेन। रोका रेकर्डिङ भयो कि। सो अब चाहिँ क्लासमा जानुपर्ने हुन्छ होइन, क्लासमा चाहिँ जानुपर्ने हुन्छ। अच्छा जाडो छ है, जाडो छ लास्टै जाडो छ कि। तर के हुन्छ भनेपछि होइन बिहान बेलुका चाहिँ लास्टै जाडो हुन्छ, तर डे टाइममा चाहिँ त्यो हुन्छ कि हिँड्दा होइन लाइक त्यो गर्मी भइहाल्छ कि। एउटा पिरियड नै छुटिसक्यो यार अहिले। के इकोनोमिक्स क्लास जानुपर्ने हुन्छ। सर छ होला भित्र छ नै सर। सो म हजुरलाई चाहिँ होइन लाइक मेरो कलेजको लाइक अब क्लासरुमहरू चाहिँ देखाउन गइरहेको छु होइन। लाइक कस्तो छ त हाम्रो यो क्लासको होइन, हाम्रो कलेजको क्लासको होइन लाइक अब फेसिलिटीहरू कस्तो छ होइन, त्यसो देखाउनु त पऱ्यो। कुन क्लास हो एकछिन नभन, यो खतरा हाम्रो क्लासभन्दा त राम्रो रहेछ है, हाम्रो क्लासभन्दा राम्रो है। फ्यानको व्यवस्था छ यार, सोलर रहेछ एउटा पछाडि 3वटा अगाडि 3वटा, बोर्ड पनि खतरा रहेछ कि। जस्ट हामीलाई पढायो भने अगाडि त्यसमा मन पऱ्यो यो क्लास चाहिँ। अर्को क्लासमा त कि यो बिल्डिङ त सबै राम्रो हो कि, यो सबै क्लासहरू बिल्डिङको उता साइडको हल्का पुरानो हल्का कहाँ जानु लाग्यो तिमी, यता आउन। यो कुन हो, विव्यास हो, विव्यास 3rd इयर हो कि सेकेन्ड इयर भन्दै थियो। यो सेकेन्ड इयर नै हो कि सेक्सन 5 हो क्या। यो पनि राम्रो रहेछ होइन। यो हाम्रो चाहिँ के हुन्छ भनेपछि सुन न, अगाडि हाम्रो क्लासमा मैले आजभन्दा कति एक दिन अगाडि त्यो रेकर्डिङ गरेको थिएँ क्या भिडियो। क्लासको यो हुन्छ नि त यो वालहरू ब्याकग्राउन्डले गर्दाखेरि यो फेसहरू कस्तो राम्रो देखिने कि नि, कस्तो राम्रो देखिरहेको छ कि अहिले। हाम्रो क्लास त एकदम पुरानो भयो क्या, त्यो बिल्डिङ पुरानो भयो, राम्रो रहेछ भने क्लास। अर्को क्लासमा जाउँ न। अर्को क्लास रहेछ मास्टरको हो कि, मास्टरको BBA प्रोग्राम सेमिस्टर कुन BBA 6th सेमिस्टर है। राम्रो रहेछ क्लास, के हो ठिकै छ। हाम्रो क्लासभन्दा त राम्रै छ। यति चाहिँ हुनु पर्ने। प्रोजेक्टर छ, थ्योरी मात्र होइन प्र्याक्टिकल बेस पनि हुन्छ नि त होइन BBA मा। फेसिलिटीहरू राम्रो रहेछ यार क्लासमा, चेयर रहेछ। उतापट्टिको बिल्डिङहरू त कस्तो खतम छ क्या। जम्मा अर्को क्लासमा
तिमी भ्लगिङ स्टार्ट नगर्ने केही फरक पर्दैन हो यहाँ पनि क्लास रहेछ कि मास्टरको हो कि मास्टरको नै होला ओहो अन्त टिन रहेछ त माथि के हो के पढाइरहेछ बेस्ट फर कन्ज्युमर मार्केट इकोनोमिक्स पढाउँदै मिक्रो इकोनोमिक्स पढाउँदै होला मिक्रो भने तिमीले मिक्रो होइन म्याक्रो इकोनोमिक्स होला मिक्रो होइन दुईटा इकोनोमिक्स होइन मिक्रो माइक्रो तिमीले मिक्रो भने होइन मिक्रो होइन होला प्रनाउन्स अलिक किन त्यो भयो होला तिम्रो मिस्टेक मिक्रो भन्छ र भन्न न मिक्रो भन्ने मान्छे मिक्रो भन्ने मान्छे आइलाई इ भन्छ होइन र आइलाई इ प्रोनाउन्स गर्छ म्याक्रो इकोनोमिक्स हो के त्यही होला के हो थाहा भएन तिमीले मिक्रो भन्यो मिक्रो भने खै के हो म्याक्रो जस्तो बुझेँ मैले तिमीले मिक्रो भन्यो यतापट्टि पनि क्लास रहेछ के हो बिबी हो हेर त ए बिबिएस रहेछ ए बिबिए रहेछ काम चलाउ रहेछ क्लास भने ठिक छ काम चलाउ तर बिल्डिङ भनेको हाम्रो मात्र हो कि उता नराम्रो कस्तो खतम परेको छ ओहो ओहो यो यहाँ माथि गएको छैन म 2015 ब्याच बिबिएको होइन बिबिएको 2015 ब्याच सेकेन्ड ब्याच रहेछ कि स्टुडेन्टको फर्स्ट ब्याच हो यो बिबिएको फर्स्ट ब्याच रहेछ क्या कुन इयरमा भयो 2014 BBA, BBS, आर्ट्स अरू के छ छैन अरू त लिप्सै हुनुपर्ने क्या कलेजमा होइन लिप्सै हुनुपर्ने क्या चट्ट माथिबाट तल जानुपर्ने थियो तर सिडी नै ठिक छ अब कसरत नै हुन्छ कि चिया खान्छौ खान्छौ पैसा छ आन्टी मेरो भ्लगमा हाई भनिदिनु न हेलो गाइज भनिदिनुहोस् न कसरी चिया कसरी हो 25 रुपियाँ मलाई भाडा पुग्दैन नि यार तिमीसँग कति रुपियाँ छ 5 रुपियाँ छ 25 रुपियाँ होइन कपको 2 वटा गरिदिनु न 2 कप 2 वटा अब यसो होइन चिया खाएर जानुपर्छ के चाय के नै इन्डियन ल्याङ्ग्वेजमा के भन्छ चाय भन्छ होइन लाइक हामी चाहिँ नेपाली पऱ्यो चिया भन्नुपर्छ कि गर्मी मौसममा चाहिँ चिया खानु नै एकदम मजै छुट्टै हुन्छ कि भन्नुपर्दा चाहिँ अब जाडो मौसममा खानु पर्ने हो खासमा चाहिँ चिया बट मलाई चाहिँ अब गर्मी मौसममा एकदम मनपर्छ कि लाइक अब मुखले मागेको छ भनेपछि अब मौसम कुन अब लाइक गर्मी होस् कि जाडो होस् होइन खाइहाल्ने हो कि केही छैन त्यो बन्दैछ हाम्रो चिया त्यो देख्न सक्नुहुन्छ हाम्रो लागि आन्टीले चाहिँ गरिदिँदै हुनुहुन्छ चिया टाइम कति लाग्छ गराउनको लागि चिया गराउनको लागि टाइम कति लाग्छ 5 मिनट 5-10 मिनट पनि लाग्दैन भनेपछि 1 मिनटमा बन्छ के अरे त्यो गुली पनि नगरिदिनु ठिकै बनाइदिनु धेरै नहालिदिनु मिठो चट्ट परेको खानु परेन धेरै एकदम ओभर पनि हुनु भएन धेरै कम पनि हुनु परेन होइन लाइक अब स्वादिलो होइन लाइक अब चट्ट परेको गरिदिनु ग्यास्ट्रिक छैन मलाई ग्यास्ट्रिक चाहिँ यस्तो हो क्या खासमा लाइक अब खाना लाइक अब टाइममा नमिलेर हो क्या अब मान्छेले चाहिँ अब बिहान खान्छ 6-7 बजीतिर खान्छ 10-11 बजीतिर खान्छ होइन अनि अब दिउँसो खाइदिन्न खाना अब ग्यास भरिदिन्छ क्या पेटमा अब टाइम अनुसार चाहिँ खानु पऱ्यो नि त होइन बिहान खानु पऱ्यो अब 1-2 बजीतिर खानु पऱ्यो बेलुका खानु पऱ्यो पानी खानु पऱ्यो त्यही अनुसारको लाइक मिलाएर खायो भने चाहिँ अब ग्यास्ट्रिक चाहिँ हुँदैन कि सो साथीहरू देख्न सक्नुहुन्छ यस्तो छ तर लास्टै टाढा हेर यताबाट उता बालकुमारी जानु बालकुमारी हो नि त्यो चस्मा लगाएको साथी थियो नि त अस्ति त्यसले पुऱ्याइदियो कि होइन उता किनकि गरपुरसम्म चाहिँ पुऱ्याइदियो होइन गरपुरसम्म पुऱ्याइदियो सो आज आएको रहेन चाहिँ अन्त त्योसँग चाहिँ मजासँग चाहिँ बसेर जानुहुन्थ्यो गाडी बसै जाँदैन यताबाट त्यो पुलचोकबाट चाहिँ बसै जाँदैन त्यो टेम्पो चाहिँ जान्छ
यहाँदेखि शान्तिनगरको गाडीमा गएर शान्तिनगर शान्तिनगर कहाँ 2 वटा चेन्ज गर्ने हो गाडी पैसा बढी लाग्छ नि पैसा पर्छ तर बस भइदिएको भयो यस्तो हुन्थ्यो कि बस भइदिएको भए चाहिँ लाइक डिस्काउन्ट चाहिँ हुन्थ्यो नि त होइन कार्ड भएकोलाई एउटा अङ्कलसँग नि कुरा गरेको थिएँ मैले कहाँ छु समितिले मान्दैन अरे कि यो किन यो पुलचोकबाट चाहिँ उता डाइरेक्ट बालकुमारी चाहिँ जाँदैन अरे कि बस सो समितिसँग चाहिँ कुरा गर्नुपर्छ सायद मान्दैन होला चाहिँ भन्दैन हुन्थ्यो कि यो अब स्पष्ट चाहिँ थाहा भएन तपाईँले पसल गरेको कति वर्ष भयो आन्टी कति थुप्रै भइसक्यो तपाईँ यहीको किन बासिन्दा हो कि कुन ठाउँको रामेछाप रामेछाप भनेपछि त काठमाडौँ र रामेछाप त नजिक नजिक भएन र यहाँबाट चाहिँ अब गाडीमा बसमा चाहिँ जाने हो भनेपछि लाइक समथिङ लाग्छ कि 4-5 घन्टा जति त्यस्तै होला त्यति टाढा चाहिँ छैन आन्टीले चाहिँ के सुकाउनु भएको रहेछ कि होइन लाइक के हो यो दाल हो कि यो लोकल दाल हो जस्तो लाग्यो मलाई यो के हो पाप्रो हो कि पाप्रो भन्छ हाम्रोतिर थाहा भएन के हो एकछिन म सोधेँ है आन्टीले त्यहाँ चाहिँ के सुकाउनु भएको पाप्रो हो के सुकाउनु भएको त्यहाँ किन त्यो दाल हो लोकल दाल हो कि मास मसुरीको मसुरीको अनि त्यो पाप्रो हाम्रोतिर त पाप्रो भन्छ त्यो के हो सुकाएको गुन्द्रुक हो ए सेम त्यस्तै पाप्रो भन्छ कि उतातिर होइन ए गुन्द्रुक मिठो हुन्छ ल हाम्रो चिया चाहिँ बनिसक्यो साथीहरू देख्न सक्नुहुन्छ के हो यो कफी ल गरिदिनु न अलिकति चट्ट पारेर ठिक ठिकै गरिदिनु हजुर हजुर ओ यता आउन लिन आउन हजुरलाई के दुःख दिनु ल धन्यवाद हजुरले चाहिँ हामीलाई चिया दिनुभयो सब एकछिनमा चाहिँ चिया खानु पर्ने हुन्छ साथीहरू मैले चिया खाँदैछु देख्न सक्नुहुन्छ चिया है कस्तो मिठो खासै मिठो रहेछ सुपर ओहो पोक्यो यार घोटी यार चुयो क्या कस्तो तिमीलाई कस्तो लाग्यो छिटो यार तिम्रो त टेस्ट नै देखेन यार मिठो छ चिया चाहिँ लास्टै मिठो छ है साथीहरू यही भयो हजुर पनि यहाँ चाहिँ खाना चाहनुहुन्छ भनेपछि आउनु सक्नुहुन्छ लाइक पाटन ढोका चाहिँ अगाडि छ होइन लाइक पाटन ढोका चाहिँ अगाडि छ लाइक अब पुलचोक मेन हाइवे चाहिँ अगाडि पर्छ क्या लाइक यहाँनिर चाहिँ अब भाडीबडी छ होइन लाइक ठ्याक्कै यो पाटन मल्टिपल क्याम्पसको लाइक जस्ट अपोजिट लिएर छ कि मिठो छ कि चिया चाहिँ आन्टी चिया चाहिँ लास्टै मिठो अति मिठो छ मलाई त मन पर्यो है हो साँच्ची राम्रो छ राम्रो छ लागेन राम्रो छ त भनेपछि 2044 सालमा चाहिँ तपाईँ यहाँ बस्नुभयो भनेपछि अहिले चाहिँ 82 भइसक्यो 40 44 45 46 47 48 49 50 अब 40 वर्ष हुन चाहिँ अब नजिक नजिक छ पहिले थिएन यस्तो एकदम त्यो खेतहरू बारीहरू थियो तर यस्तो हो लाइक अब के हुन्छ भनेपछि अब नेपालमा चाहिँ सबै अब धनी मान्छे मात्रै छ भने चाहिँ मिल्दैन काम गरेर चाहिँ खाना चाहिँ दिनुपर्छ सरकारले होइन अब तपाईँ चाहिँ अब आमा सहरहरूको मान्छे अगाडि होइन लाइक अब कुनै कमी कमजोरीहरू छ होला अब त्यसलाई चाहिँ सुधार्न सकिन्छ तर चाहिँ लाइक के छैन के गरेको थियो न रोडमा चाहिँ टच भएको छ लाइक व्यवसाय गर्नु भएको त ठिक छ नि त बोकेन भने त हजुर हजुर ए भनेपछि माथि पिपल बोट नै थियो तपाईँले चाहिँ यता चेन्ज गर्नुभएको ठिक छ नि त ठिक छ सो त्यही हो साथीहरू चिया नि खायो है अब सकिसक्यो कप देख्न सक्नुहुन्छ खाली छ यता चाहिँ आमा हुनुहुन्छ लाइक तपाईँ त चाहिँ मेरो किन आमा जस्तो कि अलिकति राम्ररी हुन्छ तर अलिकति कालो हुनुहुँदो रहेछ तर मेरो आमा चाहिँ हल्का चाहिँ मोटी त्यस्तो मोटी हुनुहुन्न तपाईँ सेम तपाईँ जस्तो ढपक छ तर हल्का सेतो हुनुहुन्छ क्या हजुर 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 ठिक छ नि त ल यो कप चाहिँ यता राखिदिउँ कि माझ्नु पर्ने हो
मासु चाहिँ पर्दैन अरे क्या साथीहरू होइन ठिक छ पैसा चाहिँ छ तिमीसँग तिमी दिन्छौ कि म दिन्छु म दिन्छु ल तिमी देऊ न ल साथीको लागि यति चाहिँ गर्नु पऱ्यो नि तिमीले नेक्स्ट टाइम म दिन्छु ल साथीको लागि चाहिँ यति चाहिँ मलाई चाहिँ गरेँ कि तिम्रो चाहिँ यो लाइक के भन्छ यो सहयोग चाहिँ म कहिले पनि बिर्सिँदैन है किनभने चाहिँ म अब मसँग पनि थियो कि पैसा चाहिँ म पनि पेमेन्ट गर्न सक्थेँ बट म दिन्छु भनेको होइन उसले तर उसको चाहिँ 5 रुपियाँ मसँग चाहिँ अगाडि किन भन्दा चाहिँ अब मैले चाहिँ पेमेन्ट गर्छु भनेको थिएँ अहिले चाहिँ म दिन्छु भयो पर्दैन भन्यो तिम्रो 5 रुपियाँ दिनुपर्छ पर्छ चाहिँ भतिज छन् है अब तिमीलाई एउटा क्वेसन सोध्छु तिमी मान्छे ह्यान्डसम छौ तर ह्यान्डसम छौ नि त तर हल्का चाहिँ यो हाइट चाहिँ बढाउनु पऱ्यो कि कति फिट छौ 4 5 फिट होइन ह्यान्डसम छौ राम्रो छौ होइन तर हाइट चाहिँ अलिकति बढाउनु पऱ्यो कि अब त्यही हो अब किन अब जेनेटिक्स नै अब त्यस्तै भयो भने त अब दोष कसलाई दिने मैले चाहिँ युट्युबमा त्यो अपलोड नै गरिदिएँ कि होइन तिमीसँग चाहिँ मैले त्यो रेकर्डिङ गरेको भिडियो तिमीले मलाई डाइरेक्ट इग्नोर गरिदिएको होइन इग्नोर गरे होइन हिजो चाहिँ म यहाँबाट बेलुकातिर गएको थिएँ अनि त्यही भएर खानासाना खाएर सुतिहालेँ क्या ढिलो भयो गले ठिक छ काम पर्छ कहिले आज हेरिदिन्छु ल साथी ल लाइक भ्लगर चाहिँ भेट्नुपर्छ कि लाइक आउने दिनमा चाहिँ काम लाग्न सक्छ हो कि भनौँ न अगाडि हेर त कमेन्ट त हानी छैन कमेन्ट ल साथीहरू म चाहिँ अब घर फर्किन लाग्यो होइन सो देख्न सक्नुहुन्छ यता चाहिँ भाडबडी रहेछ कि लाइक म अब उता चाहिँ होइन बालकुमारीको मान्छे भएँ सो अब एजेन्सी प्रोटेस्टमा लास्ट चाहिँ होइन ध्वस्तै पार्दै थियो कि होइन लाइक अब आन्दोलन गर्दा चाहिँ कोटेश्वरको यो भाडबडीमा सो आजभन्दा फेरि मर्मत गरिसक्यो एन्ड म चाहिँ उतातिरको मान्छे भएँ होइन कोटेश्वर लाइक अब नजिक छ नि त होइन मेरो रुमभन्दा सो जाने आउने गर्थेँ कि लाइक त्यो होइन कोटेश्वरको यो भाडबडिनु भन्दा चाहिँ लाइक यो भाडबडिनु आएको चाहिँ ठुलो रहेछ क्या आएको भाडबडिनु पनि सो म अहिले चाहिँ घर जाँदैछु भन्दा पनि लाइक म अब अगाडि गएर टेम्पो चाहिँ मैले चढ्नुपर्ने हुन्छ क्या सो देख्न सक्नुहुन्छ पानी रहेछ यार गर्मी लास्टै छ क्या अब के हुन्छ भनेपछि अब बिहान होइन अब मर्निङ क्लास हो नि त हाम्रो होइन मर्निङ सिफ्ट छ नि त होइन कस्तो जिब्रो लटपट्टि अब के हुन्छ भनेपछि बिहान होइन लाइक लास्टै जाडो हुन्छ कि अब हिँड्दा चाहिँ अब गर्मी चाहिँ हुने भइहाल्यो लाइक अब यो 10 बजेको समयमा होइन लाइक 10-11 बजेको समयमा चाहिँ झन् गर्मी हुन्छ कि लाइक बिहान बेलुका चाहिँ लास्टै जाडो हुन्छ अब 10 बजेको टाइममा 11-12 बजेको टाइममा लाइक अब यो टाइममा चाहिँ लास्टै गर्मी हुन्छ कि अब बिहान चाहिँ अब कोट लगाएर आउनु पर्ने हुन्छ अब कोट यो ज्याकेट चाहिँ मैले चाहिँ कहिले नै नछुट्ने भयो कि मेरो बडीबाट अर्को वर्षबाट कलेज अब ट्रान्सफर गरौँ कि भन्ने सोचिरहेको छु कि मैले त्यही भएर चाहिँ मैले युनिफर्म जस्ट मैले नसिलाएको मात्र हो केही छैन देख्न सक्नुहुन्छ साथीहरू यो रोड चाहिँ लास्ट स्ट्रेट छ क्या यहाँको बाङ्गोटिङको कतै पनि केही पनि छैन क्या लाइक लास्टै स्ट्रेट छ लाइक बाटो चाहिँ खतरा छ कि अगाडिसम्म कस्तो गर्मी भइरहेको थियो बट अहिले चाहिँ एकदम आनन्द महसुस भइरहेको छ कि लाइक शीतलहरू छ नि त छ्यालहरू लाइक रुखहरू छ त्यसले गर्दा चाहिँ लाइक अब हावा पनि आउँछ नि त होइन सो त्यही हो ठ्याक्कै अगाडि गएर चाहिँ मैले अब टेम्पो चाहिँ पकाउनु पर्ने हुन्छ होइन साथीहरू सो आज कलेजमा हाम्रो चाहिँ के भयो भन्दा चाहिँ होइन एकजना चाहिँ मेरो साथी थियो होइन उसको चाहिँ फाइट पर्नै आँटिरहेको थियो कि होइन लाइक त्यसो चाहिँ गर्नु भएन क्या एउटै कलेजको मान्छे होइन लाइक अब मिलनसार हुनुपर्छ क्या लाइक मलाई त कस्तो नरमाइलो लागिरहेको थियो लाइक मैले त्यो समाधान पनि गर्न सकेँ मिलाउन चाहिँ खोजेँ बट लास्टमा चाहिँ अब मिल्यो कि के गर्यो मलाई थाहा भएन म चाहिँ आइसकेँ यता झडा चाहिँ गर्नुहुन्न है कलेजमा लाइक मिलेर बस्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ लाइक यो एरियाबाट चाहिँ लाइक अब अगाडि गएर म टेम्पो चाहिँ चढ्छु होइन त्यस पछाडि चाहिँ अब उता नै भेट्नुपर्छ उता चाहिँ होइन एकजना हाम्रै कलेजको चाहिँ लाइक अब के भन्छ स्टुडेन्ट हुनुहुन्छ सो अहिले यसरी हेर्नु पो मलाई लाज लाग्यो सो यता चाहिँ होइन यो हाम्रो क्लासको चाहिँ यो के भन्छ साथी नै हो कि त्यो होइन सो उस चाहिँ गइसक्यो उता चाहिँ होइन त्यो बसमा चाहिँ गइसक्यो सो म पनि यहाँबाट चाहिँ लाग्नुपर्ने हुन्छ घरतिर होइन सो मेरो टेम्पो चाहिँ छुट्यो होला बोल्दा चाहिँ टेम्पो नै छुट्यो कि के फरक परेन अर्को आउँछु अर्कोमा जान्छु म गइसकेँ त्यसमा ल साथीहरू फाइनली म अब घर पनि पुग्न आँटिसकेँ होइन अब यहाँबाट चाहिँ
10 सेकेन्ड पनि लाग्दैन कि जानलाई 1 मिनट जति चाहिँ लाग्छ होला सो यति भन्दै म आजको ब्लग चाहिँ एन्ड गर्न चाहेँ इफ हजुरलाई चाहिँ राम्रो लाग्यो भनेपछि लाइक चाहिँ गर्न चाहिँ नबिर्सिनु होला लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला सो अब नेक्स्ट अर्को ब्लग भिडियोमा चाहिँ भेट्नुपर्छ सो यति भन्दै चाहिँ म टाटा बाई गर्न चाहेँ बाई बाई